अनि हेलो साथीहरु स्वागत छ हजुरहरुलाई रियान ब्लगमा। रियान चाहिँ आज हिँडिरहेछ। फाल्देऊ फागदेऊ के माइले भाँचेको धान्न नसकेर भाँचेको यो सबै नासपाती पडक पडक आफै गएको के धान्न नसके त होला नि पोहोर परारको अन्त बाक्लो नि फल्यो भाँचो कतिवटा ऊ भाँचे आफै भाँचे तीनटा भाँचे चाहिँ कसरी भाँचेको है आऊ बाबा भिजे ताका कस्तो मिठो नि पुरा है अनि ओइ घाँस खाने कामको बारेमा बेबी सानो त्यो राक्षसहरूले त देखाएर हिँड्छ नि त नि यो कामको देखाइहाल्ला नि होइन कि स्वर्ग हो के अरे पार्टी राख्ला इटोमा बस्दैन सिक्ने जानु पऱ्यो भने ढाकेर आइहाल्नु पऱ्यो अनि यहाँ तिमीहरूको त टन्नै बोलाइरहेछ त बुझ्नु मैले दिदीलाई राखिदिएको नि हुन्न बाबु त्यही भएर हिजो कान्छे काँगो खाने खाएन भन्दो रहेछ जेसेर बनाएर चाहिँ के खोइ आऊ यता बाबु आऊ नजराऊ तिम्रो दबदबे फेरि लाग्ने बेला बोल साइलेमा आऊ यहाँ आऊ